निधार पनि माला लगाइदिएर चाहिँ खिच्नु नि त्यसो चाहिँ है पुरो अघि नै फोटा गरेका अहिले नै नगर न टिको लगाइदिएको चाहिँ टिका माला लगाइदिएको ठ्याक्क हो त्यतिबेला चाहिँ खिच्नु दिदी बुइले छेके नचलाइ पनि पैसा हाल्न भने मोबाइलमा चाहिँ पैसा हाल्न भ्याउँदिनँ हाल्न टोपी 17 छन् हौ अनि भएन के सटै लाउँछ नि 17 छन् नि सटै लाउनु हात त अब एक करोड रेलवेले दिएको पर्छ अरे हात त सबैलाई एउटा छ टोपी कुबेर किनभने त्यसलाई सर्ट नि छेक्दैन कि आङ जन्तुनलाई उसको ठुलो जिउ छ टोपी टोपी त ठिक हुन्छ टोपी चाहिँ आफै ल्याइदिएको ठुलो छैन अनुहार भनेर भन्छ त्यस्तो लामो ठिक हुन्छ कि मेरो चाहिँ टोपीले कपालले गर्दा मात्रै हो मलाई त फुटबल खेलाउनु हुन्छ नि केटा तर अब एउटालाई चाहिँ रोटी आचे आचे भन्ने टोक्न दिनु अरे आचे आचे भन्नु अरे आज साँच्ची बहिनी म आऊ टिकटक पो हेर्न थाले त्यसले हामीले त भाउजूको भागु त भन्दै दिनु भाउजू यसै दिनु टिका नलाई अहिले आउँछ नि कि मेरो चाहिँ एकछिन छोड्नु न अब एकछिनमा आउँछ कि यहीँ हालिदिनु मेरो भागमा हाल न लाबर किनिदिने भाइ के भयो भयो त निधारमा लागेन लाएको दबाई नै आधी भएछ 4 बजेदेखि आधीको आँखा धुँदा धुँदा त्यस्तो भयो त रोटी खाऊ न अनि के चाहिँ खान्छौ त तिमी यो चाहिँ भयो भन्नुभयो त अहिले टिका लाएर पनि दिन्छ तिमीलाई टिका लगाएकै छैनौ बोल्दै उ त बुनीलाई पो छोड्दैन तर अहिले टिकटक चलाउँछ कता बोल्छु कता अर्को आइपुग्यो फेरि भाइ एकछिन बाहिर बस ल फेरि एक दिनचरमा यसले हातै छिटो चलिहाल्छ नि आफै हात लगाइदिउँ एउटा लगाएर पनि दिउँ न तिमीहरू एकछिन बाहिर जान्छौ कि म उठ्नु पर्ने किसने बुझ्छस् नि कुरा त बाहिर अलिक उज्यालो हुन देऊ न के अझै शक्ति छन् आज मैले त्यो घाँस काट्दा हिँडेको उठ्न त्यस्तो उ नगर भनेको छ सब त्यस्तो
अलि मास्तिर टोपी अलि मास्तिर छ काइलाई मजाले बनाएर जता जता खाली छ त्यो देखेको छ नि हो त्यो सर्ट नर्को पनि 60 तर पैसा गएको त अनि दिनदिन चाहिँ के अनि उतार भएर त्यत्रो दिन गर्दै आछस् मेरामा किन्दिँदैन कति हो र त्यो पहिलेको गरिदिरहेछ अर्को लागि त्यहीमाथि माथि थप्ने फेरि बिगार्नु दुई माथि अहिले अब 2 लाख बोला किन भन्छ फेरि मेरो चाहिँ उतो पनि नि भाउ मेरो चाहिँ राम्रो बनाएन हाम्रो माइली छोरीको चाहिँ ठिक भएको राम्रो केटो मार्छु कि स्याज तल फेरि म पूजा नजिकै बारेको थिएँ मैले उहाँबाट ल्याउँदा चाहिँ मैले पठाएको यहाँ चाहिँ एक दिन आएको छैन आउँदा 3 पल्ट आइसक्यो भने किन बाँच्न घाँसको धोक्रो बोक्छ घाँसको धोक्रो बाउ बाउको बिर्कामा अब कहिले भएको काम चाहिँ जेठो कान्छाले लाए आधा टिका अब त्यहाँ केही पर्दा ओर्दा कता मन्जु अब फेरि नि अब धनेर काम फेरि हुन्छ फेरि यति राम्रो भएर मजा उहाँको केही लाएन मगरजी ल्याइदियो भने भयो मात्रै भएको छैन त अब एकै राम पो यस्तो आफ्नो त यस्तो सानो महल चाहिँ होइन है होइन सानो होइन उ त्यस्तो यहाँ ठुलो रङ्गले ल्याइदिएको मेरो ल्याएर के है उयो सबैजना देखिने चाहियो मलाई त त्यस्तो त होइन मलाई